भोट हाल्ने दिन नजिक आउँदैछ। म एउटा कुरा भन्छु है तपाईहरुलाई, तपाईहरु अर्थात धेरै जसोले के सोच्छ भने अहिले भोट किन खेर फाल्नु, फलानुको लहर चलेको छ, फलानु उम्मेदवार जित्ने जस्तो छ, त्यही भएर हामी भोट खेर फाल्दैनौँ, त्यसैलाई मत दिन्छौँ भन्ने धारणा म्याक्सिमम मतदाताहरूको मनमा हुन्छ। तर तपाईहरुलाई थाहा छ भोट खेर फाल्नु भनेको के हो? यदि तपाईहरुको चाहना फरक छ, तपाईहरुको सिद्धान्त फरक छ, तपाईले आस्था राख्ने फरक कुरामा छ, तर मतदान चाहिँ तपाई फरक पार्टीलाई दिँदै हुन्छ अथवा व्यक्तिलाई अथवा उम्मेदवारलाई दिँदै हुन्छ भने त्यो हो भोट खेर फाल्नु भनेको। जस्तै तपाईहरु गणतन्त्र चाहनुहुन्छ, यही व्यवस्था चाहनुहुन्छ, प्रदेश संरचना चाहनुहुन्छ, धर्मनिरपेक्षता चाहनुहुन्छ भने तपाईले एमाले, कांग्रेस, माओवादी, घण्टी पार्टी जसलाई हाले पनि त्यो भोट तपाईको सदुपयोग भएको भोट हो, त्यो खेर भएको भोट होइन। तर तपाई हाम्रो देशमा सनातन हिन्दू अधिराज्य चाहनुहुन्छ, यो देशलाई घाँडो भएको संघीयता खारेजी, प्रदेश संरचना खारेजी चाहनुहुन्छ, स्थानीय तह बलियो चाहनुहुन्छ, राष्ट्र र राष्ट्रिय एकताको लागि राज संस्था चाहनुहुन्छ भने तपाईले रापरपामा भोट हाल्नुभयो भने रापरपाले जितोस् हारोस् त्यो तपाईको भोट सदुपयोग हुन्छ। तर तपाई राजा चाहनुहुन्छ, हिन्दू अधिराज्य चाहनुहुन्छ भने तपाईले भोट गणतान्त्रिक पार्टीलाई दिनुभयो, धर्मनिरपेक्षतावादी पार्टीलाई दिनुभयो भने त्यहाँनिर तपाईको भोट खेर गएको। यो कुरा हामीले बुझ्नु जरुरी छ के भोट सदुपयोग गर्ने कि दुरुपयोग गर्ने त्यो तपाईहरुको हातमा हो। त्यही भएर लहर एउटा पपुलिज्म अर्थात फलानुले जित्दैछ, फलानुले जित्ने निश्चित भइसकेको छ भन्ने आधारले भोट खेर नफालौं। तपाईहरुको मनले के भन्छ, तपाईहरुको आस्था र विचार कुन पार्टीप्रति अर्थात व्यक्तिप्रति अर्थात सिद्धान्तप्रति छ, त्यो पार्टी र व्यक्ति अर्थात त्यस पार्टीको उम्मेदवारलाई मत दिनुस्, त्यो नै तपाईको मतको सदुपयोग हुनेछ।